जबसम्म मेरो छोरीले ल्याएर पाउँदैन तबसम्म म यो घुम्ने छैन। मेरो छोरीलाई छिटोभन्दा छिटो ल्याइदे पापी। जब सारा संसारले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै गर्दा नारी शक्तिको कुरा गरिरहेको थियो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भने एउटा कलिलो सपना सदाका लागि अस्ताउँदै थियो। 16 वर्षीया इनिशा बिके, जसले भविष्यमा डाक्टर बनेर समाजको सेवा गर्ने सपना बुनेकी थिइन्, आज उनी हामीमाझ रहिनन्। उनको शव अस्पतालको एउटा चिसो मर्चरीमा न्यायको प्रतीक्षा गरिरहेको छ। आजको यस भिडियोमा हामी वीरेन्द्रनगरमा घटेको त्यो विभत्स घटना र इनिशाको परिवारले भोगिरहेको असह्य पीडाको बारेमा चर्चा गर्नेछौँ। फागुन 23 गते शनिबारको दिन बिहान करिब 6 बजे इनिशाले आफ्नी आमा तिला बिकेलाई ट्युसन जान्छु भन्दै घरबाट बिदा मागिन्। शनिबारको दिन भएकाले आमाले रोक्न खोज्दा पनि 2 घण्टामै फर्किहाल्छु भन्दै उनी निस्केकी थिइन्। तर 8 बजेसम्म घर नफर्केपछि र फोन पनि अफ भएपछि आमा अत्तालिन थालिन्। केही समयपछि एउटा अपरिचित नम्बरबाट फोन आयो। तपाईकी छोरी शहीद पार्क नजिकैको जंगलमा अचेत अवस्थामा छिन्, छिटो आउनुहोस्। जब आमा त्यहाँ पुगिन्, उनले देखेको दृश्यले जो सुकैको मुटु काप्थ्यो। रक्ताम्य शरीर, छरपष्ट लुगा र हिंसाको डामहरू। प्रहरीले उनलाई अस्पताल पुर्याए पनि डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। इनिशाका बुबा इन्द्रबहादुर बिके, जो नेपाली सेनाबाट अवकाश पाएपछि आफ्ना छोराछोरीको राम्रो भविष्यका लागि दुबईमा श्रम गरिरहेका छन्। छोरीलाई डाक्टर बनाउने उनको ठूलो सपना थियो। तर आज जब उनलाई यो खबर मिल्यो, उनी घर आउन छटपटाइरहेका छन्। विडम्बना, मध्यपूर्वको तनावका कारण विमानस्थल बन्द हुँदा उनी दुबईमै अड्किएका छन्। यता वीरेन्द्रनगरमा आमा तिलाको अवस्था निकै नाजुक छ। छोरीको त्यो क्षतविक्षत शरीर देखेको पलदेखि उनले न केही खाएकी छिन्, न त उनका आँखा ओभाएका छन्। एउटा परिवार जो सुखको खोजीमा गाउँबाट सहर सरेको थियो, आज उसको संसारै उजाडिएको छ। प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा 4 जनालाई पक्राउ गरेको छ, जो सबै 18 वर्ष मुनिका नाबालक हुन्। पक्राउ परेका मध्ये 1 जनाले यौन सम्पर्कका क्रममा बढी रक्तस्राव भएर मृत्यु भएको बयान दिएका छन्। तर परिवार यो मान्न तयार छैन। आफन्त चन्द्रबहादुरका अनुसार इनिशाको शरीरमा कुटपिटका दागहरू थिए र उनलाई यातना दिएर सामूहिक बलात्कार गरिएको थियो। परिवारले प्रहरीको अनुसन्धान सुस्त भएको र दोषीहरूलाई बचाउन खोजिएको आशंका गरेका छन्। अहिले भेरी अस्पतालबाट विशेषज्ञ टोली बोलाएर दोस्रो पटक पोस्टमार्टम गरिएको छ र रिपोर्टको प्रतीक्षा भइरहेको छ। स्थानीय मानवाधिकारवादी र नागरिक समाजले निष्पक्ष छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। एउटी अबोध किशोरीले ट्युसन पढ्न जाँदा ज्यान गुमाउनु पर्ने यो अवस्थाले हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ। इनिशा त फर्केर आउने छैनन्, तर उनका हत्याराहरूले कानुनी कठघरामा उभिनै पर्छ। आशा गरौँ प्रहरीले कुनै दबाव बिना निष्पक्ष अनुसन्धान गर्नेछ र इनिशाको आत्माले न्याय पाउनेछ। तपाईलाई यस घटनाको बारेमा के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै जानकारीमूलक र सामाजिक मुद्दाका भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।